भो नानी मलाई दिन पर्दैन घर लानलाई ल्याएको औली क्या रे रियाक्सन दिनु होइन आमा म खासमा चाहिँ पसल गएको थिएँ यो फलफुल चाहिँ तपाईँकै लागि भनेर ल्याएको कट रोलिङ एक्सन यतै यहाँ अरे कट ल अब नेक्स्ट है त रोलिङ एक्सन मलाई आशीर्वाद दिनुहोस् आमा ल ल नानी तिम्रो जय जय होस् परिवारमा हाँसी खुसी छाओस् र कहिल्यै रोगबेद नलाओस् कट एक्सन ल नानी तिम्रो जय जय होस् परिवारमा सुख शान्ति होस् कट साइलेन्ट एक्सन मनले चिताएको कुराहरू सबै पुगुन् र सधैँ निरोगी हुनु कट एक्सन बाहिर कता पो गएकी छ अहिले घरमा छैन किन र नानी कट लुगाएर खानु के भने अब तपाईँले मैले ऊ नआउँदै राखिहाल्छु नि पिर नगर है मैले ऊ नआउँदै राखिहाल्छु नि भित्र लगेर पिर नगर खाए त केही हुने थिएन आफ्नै बुहारी हो तर मलाई र तिमीलाई देखि भने उसले धेरै गाली गर्छ मैले भित्र लगेर राखिहाल्छु नि तिमीले पिर नगर अब खाइ त केही हुन्थेन आफ्नै बुहारी हो तर तिमीले लिएको थाहा पाए पर तिमीलाई र मलाई धुमधाम गाली गर्न सक्छ खाए त केही हुन्थेन आफ्नै बुहारी हो तर तिमीलाई र मलाई यसरी सँगै देखि भनेदेखि गाली गरेर मार्छ लियो एक्सन मैले ऊ नआउँदै भित्र लगेर राखिहाल्छु नि नानी पिर नगर फेरि खाए त केही हुन्थेन आफ्नै बुहारी हो तिमी र म यसरी सँगै बसेको र तिमीले ल्याइदिएको थाहा पाइ भने गाली गर्छ हामीलाई यस्तो भइहाल्यो उरा लियो एक्सन अरू केही पनि होइन कली आएको कि त नानी भन्दै भइसकेपछि हेर्नु एक्सन आफूलाई त जो जहाँ गए पनि जो आए पनि साथ दिने भनेको एउटा बैशाखी हो यसले पनि बेला बेला धोका दिन्छ र लोटाउँछ के कुरा गरेकी गीता नानी चिया पानी केही नखाइ विमुख त कसरी पठाउन सक्छु र मैले तपाईँको लागि ल्याइदिया हो भन्दा पनि होइन तपाईँको बुहारी त के भयो कि त्यस्तै है फेरि अब कोही साथै छैन तपाईँलाई भेट्न आउन नि गाह्रो फलफुल केही ल्याइदिउँ भन्दाखेरि देखेर मार्छ कि भन्ने गाह्रो बिस्तारै भुइँतिर हेर्नु बिस्तारै यहाँ हेर्नु गइसकेपछि हेर्नु